मिठा दैला बनाउनुको लागि चाहिँ 1 किलो दुधलाई तपाईँले पकाएर 3 पावा जस्तै बनाउनु पर्छ। अन्त त्यो दुधलाई चिसो बनाएर एउटा कराईमा चाहिँ चिनी मजाले तपाईँले भुट्नु। अनि यो चिनीको कलर जब ब्राउन हुन्छ अन्त तपाईँले दुध अलिकति एड गर्दै त्यसलाई मजाले मिक्स गर्दै गर्नु पर्यो है। अन्त त्यो सबै लास्टमा चाहिँ दुध हाल्नुपर्छ तपाईँहरूले आस्ते आस्ते गर्दै है। फ्लेम चाहिँ सानो हुनुपर्छ ग्यासको। अन्त यसलाई मजाले छानेर एउटा भाँडामा निकाल्नुपर्छ। अन्त त्यो दहीलाई चाहिँ मजाले तपाईँले फिट्नुपर्छ 5 मिनट जस्तै। यसलाई मजाले फिटिसकेपछि चाहिँ तपाईँले यसलाई छोपेर 10-12 घन्टाको लागि अँधेरो जग्गामा राखिदिनुहोस् है। अन्त त्यसपछि हेर्नुहोस् 10-12 घन्टापछि त्यो दहीलाई निकालेर हेर्नुहोस्, त्यो दही चाहिँ पर्फेक्ट जामिरहेको हुन्छ है। हेर्नुहोस् कति दामी भएको छ, कलर पनि कति दामी आएको छ है, दोकानको जस्तै सेम भएको छ। अन्त तपाईँहरूलाई मन पर्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला।